दर्शकबिन नमस्कार, म इन्द्रजित नेपाली। बिहानको ठीक 6 बजे जनकपुर चुरोट कारखाना लिमिटेडमा साइरेन बज्थ्यो। कर्मचारी र कामदार जराकजुरुक उठ्थे र कामको लागि तयार हुन्थे। 500 भन्दा बढी कर्मचारीलाई कामको शिफ्टका बारेमा जानकारी दिन बजाइने यो साइरेन्सले जनकपुरवासीलाई पनि उज्यालो भएको सङ्केत मिल्थ्यो। बिहान 6 बजे, अपराह्न 3 बजे र राति 10 बजे बजाइने कारखानाको साइरेन्सले सबैलाई समयसँग दौडाएको पनि थियो। वर्षौं अघिसम्म नियमित चल्ने यो प्रक्रिया अहिले एकादेशको कथा जस्तो बनेको छ। अब न साइरेन बज्छ, न त कारखानामा काम गर्ने कर्मचारी र कामदार नै तयार हुन्छन्। मात्र यो स्थान जनकपुर चुरोट कारखाना लिमिटेडको सम्पेच जुजुकालीको नाममा सीमित छ। कुनै समय यसले राष्ट्रलाई सबैभन्दा धेरै कर र जनकपुर क्षेत्रलाई सबैभन्दा बढी रोजगार दिएको थियो। खेलकुद क्षेत्रलाई सबैभन्दा धेरै खेलाडी दिने संस्थाको रूपमा पनि आफ्नो परिचय स्थापित गरेको थियो। वार्षिक 2 अर्ब 36 करोड खिल्ली चुरोट उत्पादन गर्न सक्ने यो उद्योग राजनीतिक प्रभाव व्यवस्थापनको अभावको चपेटमा परि बन्द नै भयो। कस्तो यो कारखाना थियो, अहिले कस्तो अवस्थामा छ, एकदम खत्तमै भएको छ। कतिजना काम गर्ने, मजदुर गर्ने सबैजनाको जागृत पनि गरेछ। अब भर्ना पनि कहिले केही भएको छैन। जानकारहरूका अनुसार दरबारको लगानी रहेको सूर्य नेपाललाई चम्काउन, जुजुकालीलाई कमजोर बनाउने नीतिले धराशायी बनाइयो। वर्षौंदेखि पूर्ण रूपमा बन्द रहेको जनकपुर चुरोट कारखाना करोडौं मूल्यका मिसिन र उपकरणहरू रेखदेखको अभावमा कामै नलाग्ने बन्दै गएका छन्। प्रजातन्त्रको पुनः स्थापना पछिका आफ्नो र आफ्ना कार्यकर्ताको व्यक्तिगत लाभलाई मात्र महत्त्व दिने नियतले जुजुकालीलाई प्रयोग गरिँदै गयो र अन्त्यमा हजारौंलाई रोजगारी दिएको यो संस्था शून्यमा झर्यो। तत्कालीन सोभियत संघको सर्वाधिक सहयोगमा स्थापित जुजुकालीको उद्घाटन 2021 साल पुस 29 गते राजा महेन्द्रबाट भएको थियो। सुरुमा अधिकृत पुँजी 8 करोड र जारी तथा चुक्त पुँजी 4 करोड 8 लाख 37 हजार रहेको यस कारखानाले दैनिक 2 अर्ब खिल्ली चुरोट उत्पादन गर्थ्यो। सो बेला कारखानामा 366 जनाले प्रत्यक्ष रोजगार पाएका थिए। 33 बिघा 9 कट्टा क्षेत्रफलमा फैलिएको यस कारखानाको कुल क्षेत्रफललाई 3 भागमा छुट्याइएको थियो। कारखानाको भवन 9 बिघामा र आवास 20 बिघामा बनाइएको थियो भने 5 बिघामा जग्गा गोदाम राख्नको लागि छुट्याइएको थियो। कारखाना सञ्चालनमा रहेको बेला कर्मचारीहरूको आवासका लागि 25वटा भवन निर्माण गरिएका थिए। ती भवनहरूमा 100 भन्दा बढी कोठाहरू रहेका छन्। हाल मध्य प्रदेश सरकारको सम्पूर्ण मन्त्रालय र प्रशासनीय कार्यालयहरू यसै जुजुकालीकै परिसरमा रहेका भवनहरूबाट सञ्चालन गरिएका छन्। निकै चर्चित देउराली, याक र गैँडा गरी 3 प्रकारका चुरोट उत्पादन गर्ने यो कारखानामा उत्पादन 2068 चैतबाट बन्द भयो भने 2070 असार 20 गतेबाट कारखाना पूर्ण रूपमा बन्द भयो। 2070 असार 20 गते मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको नेतृत्वको सरकारले जुजुकालीमा कार्यरत रहेका कर्मचारीहरूलाई अवकाश दिने निर्णय गरिएको थियो। रेग्मी सरकारको उद्योग तथा अर्थमन्त्री समेत रहेका शङ्कर कोइरालाले मन्त्री परिषदको निर्णयबाट कारखानामा कार्यरत तत्कालीन स्थायी कर्मचारी र कर्मचारी 758 जना र करिब 200 जतिको संख्यामा रहेका ज्यालादारी करारका कर्मचारीहरूलाई एकसाथ अवकाश गरेको थियो। तत्कालीन सञ्चालक समितिका अध्यक्ष राजेश पटेलको 6 सदस्यीय बोर्ड र तत्कालीन प्रबन्धक राम स्वार्थ यादवलाई समेत अवकाश दिएको थियो। मन्त्री परिषदको बैठकले जुजुकाली सञ्चालक समिति विघटन गरेर यसलाई बन्द गर्ने निर्णय गरेदेखि कारखानामा तालचा लगाइयो। बन्द रहेको जनकपुर चुरोट कारखाना क्षेत्रलाई मध्य प्रदेश सरकारले आफ्नो प्रकाशनीय प्रयोजनमा प्रयोग गरिएको छ। एउटा इतिहास बोकेको संस्थालाई राजनीतिको थलो बनाउनु भन्दा उद्यमशीलको केन्द्र बनाउन अब आउने सरकारले पहल गर्छ भन्ने आशा छ।